हाई गुड मर्निङ टु अल अफ यु। योभन्दा अगाडिको क्लासमा हामीले 4वटा च्याप्टर अलरेडी कम्प्लिट गरिसकेको छौँ। च्याप्टर 1 देखि लिएर च्याप्टर 4 सम्म। सो अब हामीले तपाईको सब स्टेसन एन्ड डिस्ट्रिब्युसन लाइनको च्याप्टर 5 को बारेमा पढ्छौँ। यसमा हाम्रो 5वटा जम्मा टपिक रहेको छ। सो यसैमा आधारित रहेर मैले नोट बनाएको छु। त्यो नोटलाई हामीले फ्लो अप गर्छौँ र हेर्छौँ कि हामीले के पढ्नुपर्ने हो। सो हाम्रो यो फर्स्ट टपिक रहेको छ स्विच यार्ड तथा सब स्टेसनमा जडान हुने उपकरणहरूको सामान्य परिचय, जेनरल इन्ट्रोडक्सन टु द स्विच यार्ड सब स्टेसन इक्विपमेन्ट। अब यसमा हामीले सबैभन्दा पहिले सब स्टेसन भनेको के हो त्यसको बारेमा थोरै बुझ्छौँ त्यो र त्यसको फर्दर हामी डिस्कसन गर्दै जान्छौँ। अब सब स्टेसन भनेको इलेक्ट्रिक सप्लाईको केही क्यारेक्टरिस्टहरू, जस्तै तपाईँको भोल्टेज भयो, एसी टु डिसी वा डिसी टु डिसीमा कन्भर्ट गर्ने, त्यसपछि फ्रिक्वेन्सी, पावर आदिलाई परिवर्तन गर्नको लागि प्रयोग गरिने तपाईँको विभिन्न उपकरणहरूको एउटा एसेम्ब्ली, एउटा सबैको समीकरण भनौँ, त्यसलाई नै हामी के भन्छौँ भन्दाखेरि सब स्टेसन भन्छौँ। र सब स्टेसन भनेको त्यस्तो ठाउँ हो जहाँ तपाईँको विद्युतलाई प्रसारण, वितरण र कन्ट्रोल तथा प्रोटेक्सन गर्नको लागि उपकरणहरूलाई जडान गरिएको हुन्छ। सब स्टेसन यस्तो ठाउँ हो जहाँ एउटा भोल्टेज लेभलमा लाइन आउँछ र त्यही भोल्टेज लेभल वा अन्य भोल्टेज लेभलको लाइन हामी बाहिर त्यहाँबाट पठाउँछौँ। सो यो भोल्टेज जस्तै 132 केबीको लाइन आयो भने 132 केबीलाई नै हामी फर्दर अर्कोतिर ट्रान्सफर गर्न पनि सक्छौँ, वा हामीले त्यो 132 केबीलाई घटाएर अब 33 केबी वा 66 केबीमा त्यहाँबाट हामीले अर्को ठाउँमा पठाउन सक्छौँ। सो अर्को हाम्रो इम्पोर्टेन्ट पोइन्ट योसँग रहेको छ कि यसले भोल्टेज बढाउने वा घटाउने, एसीबाट डिसी वा डिसीबाट एसीमा कन्भर्ट गर्ने, त्यसपछि स्विचिङ गर्ने भनेको त्यो कम्प्लिट हाम्रो सर्किटलाई टर्न अफ गर्ने, बन्द गर्न सक्ने, त्यसपछि फ्रिक्वेन्सीलाई घटबड गर्न सक्ने, पावर फ्याक्टरलाई परिवर्तन वा कन्ट्रोलिङ वा प्रोटेक्सन गर्ने, यो सबै काम हाम्रो सब स्टेसनले गरिरहेको हुन्छ। अब यो सब स्टेसनलाई निर्माण गर्नको लागि, यसलाई बनाउनको लागि हामीले कुन कुन कुरा चाहिन्छ र के कुरामा हामीले ध्यान दिनुपर्ने हुन्छ हैन। त्यो यो स्विच यार्ड वा सब स्टेसन बनाउनको लागि हामीले यो मैले केही इम्पोर्टेन्ट पोइन्टहरू राखेको छु। त्यो कुराहरू हामीलाई चाहिएको हुन्छ, त्यो कुराहरू हामीले त्यहाँ इन्स्टल गर्नुपर्ने हुन्छ र त्यहाँ इन्स्टल गर्नुपर्दा पहिले सबैभन्दा पहिले हामी लोकेसन ट्र्याक गर्छौँ हैन, कुन ठाउँको लागि यो उपयुक्त हुन्छ। त अब यसलाई लोड सेन्टर हुने गरी बनाउनु पर्छ। लोड सेन्टर भनेको के हो भन्दाखेरि जुन ठाउँमा धेरैभन्दा धेरै लोड छ है, सो त्यो हामी फाइन्ड आउट लगाउँछौँ। अब कसरी फाइन्ड आउट गर्छौँ भने त्यो एरियाको हामी के गर्छौँ भन्दाखेरि लोडहरू चेक गर्छौँ। चेक गरिसके पछाडि हामीलाई थाहा हुन्छ कि यो एरियामा बढी लोड छ भने अब त्यसैको छेउछाउमा हामीले सब स्टेसन इन्स्टल गर्नुपर्ने हुन्छ र त्यसको साथसाथै अरू कुराहरूलाई पनि हामीले ध्यान दिनु पर्यो कि त्यसलाई हामीले जब सञ्चालन गर्छौँ त्यतिखेर अब त्यसमा रोडको कनेक्टिभिटी कस्तो हुन्छ, रिलायबल हुन्छ कि हुँदैन हैन। त्यसपछि तपाईँको एकदमै हाम्रो यो कम्युनिकेसन सिस्टम त्यहाँ राम्रो छ कि छैन हैन, यो सबै कुराहरूको बारेमा हामीले एकदमै राम्रो गहन तरिकाले बुझिसके पछाडि मात्रै हामी त्यहाँ इन्स्टल गर्ने चरणमा जान्छौँ। त एक नम्बर हाम्रो के भयो भन्दाखेरि लोड सेन्टर तपाईँको हुने गरी बनाउनु पर्छ भनेको जहाँ लोड बढी हुन्छ त्यसको नजिकमा राख्नुपर्छ र यो सेफ र रिलायबल हुनुपर्छ है। एकदमै यो सेफ्टीको हिसाबले पनि यो सेफ हुनु पर्यो र रिलायबल भनेको हाम्रो रिच आउट हुनु पर्यो मजाले, हाम्रो यो ट्रान्सपोर्टेसनदेखि सबै कुरामा रिलायबिलिटीको हिसाबले यो हुनु पर्यो राम्रो। अर्को यसलाई सजिलै अपरेसन तथा मेन्टेनेन्स गर्न मिल्ने हुनुपर्छ। सो हामीले कुनै पनि कुरालाई राख्दा वा बाइक वा केही कुरा किन्दाखेरि त्यसमा त्यसको अपरेसनल चार्ज कति हुन्छ हैन, त्यसको अब रिपेयर पार्ट्सहरू पाइन्छ कि पाइँदैन, त्यस्तै सब स्टेसनमा पनि हामीले इन्स्टल गर्दाखेरि यो कुराको एकदमै पहिला नै अनुमान गर्छौँ र त्यसलाई हामी डिस्कस गर्छौँ कि हामीले त्यसलाई सजिलै तरिकाले अपरेसन र मेन्टेनेन्स गर्न सक्छौँ कि सक्दैन। अब सब स्टेसनमा हामीले टाइममा मेन्टेनेन्स गर्नुपर्ने हुन्छ। सो त्यो गर्नको लागि रोड कनेक्टिभिटी, कम्युनिकेसन सिस्टमदेखि लिएर सबै कुरा राम्रो हुनुपर्छ। अब यसलाई बनाउनको लागि कम खर्चिलो पनि हुनुपर्छ, यो इकोनोमिकल पनि हुनुपर्छ। यस्तो छैन कि हामीले त्यो इन्स्टल गरियो एकदमै धेरै महँगो पर्यो भने त्यो तपाईँको इकोनोमिकल भएन है। सो कम खर्चिलो बनाउनु पर्यो र अर्को सब स्टेसन बनाउने ठाउँमा वातावरणीय प्रदूषण कम हुनुपर्छ। जुन हाम्रो इन्भाइरोमेन्टल पोल्युसन छ भनेको धुलो, धुवाँ हैन, यिनीहरू के हुनु पर्यो त कम हुनु पर्यो। त्यसपछि हाम्रो यो जुन सब स्टेसन छ उसको इफिसियन्सी एकदमै राम्रो हुन्छ। र अर्को तपाईँको सञ्चारको सुविधा भएको हुनुपर्छ। जस्तै अब कम्युनिकेसन सिस्टम त्यहाँ भएन भने हामीले एउटा अफिसदेखि अर्को अफिसमा, त्यसपछि एउटा अब सेवाग्राहीदेखि लिएर, सेवाग्राहीको त डाइरेक्ट कनेक्सन हुँदैन तर पनि
हामीले खास गरेर अब डिस्ट्रिब्युसन साइडको हो या हाम्रो ग्रिड साइडको हो वा जनरेटिङ साइडको कुन साइडको यो सब स्टेसन हो त्यो हिसाबले हामीले त्यो बारम्बार अब कम्युनिकेट गरिराख्नुपर्छ उहाँसँग। सो त्यही भएर हामीले एकदमै यो इम्पोर्टेन्ट कुरा भनेको यो सञ्चार पनि हो एउटा। अर्को हाम्रो ट्रान्समिसन लाइनलाई सजिलै हामीले इन र आउट गर्न मिल्ने हुनुपर्छ। सो हाम्रो सब स्टेसनमा विभिन्न लाइनहरू कनेक्ट गरिएको हुन्छ होइन, जस्तै अब कुनै हाइड्रो पावरहरूको सबै पावर त्यसमा राखेको हुन्छ होइन, कतैबाट 33 kV आइरहेको हुन्छ, कतैबाट 132 kV आइरहेको हुन्छ होइन। त्यो सबै लाइनहरू हाम्रो आइरहेको र गइरहेको अब त्यहाँबाट हामीले अर्को ठाउँमा पनि पावरहरू डिस्ट्रिब्युट गरिरहेको हुन्छौँ डिफ्रेन्ट भोल्टेज लेभलमा। सो त्यो एकदमै सजिलो तरिकाले हुनु पर्यो है। हाम्रो कुनै पनि डिफिकल्टिज त्यो इन्कमिङ र आउटगोइङ लाइनको लागि हुनु भएन। अब सब स्टेसनको प्रकारको हामी कुरा गर्छौँ र यहाँबाट तपाईँहरूलाई जुन अब्जेक्टिभ क्वेसन छ त्यहाँ सोध्ने सम्भावना हुन्छ। त यो कुरालाई तपाईँले एकदमै राम्रोसँग ध्यान दिएर हेर्नु होला। अब सर्भिस रिक्वायरमेन्टको आधारमा यसको डिभिजन गर्दाखेरि यो तपाईँको जम्मा 6 किसिमको हुन्छ। एउटा तपाईँको ट्रान्सफर्मर सब स्टेसन, यो एउटा भनेको यसको पनि सब क्याटेगोरी रहेको छ, स्टेप अप सब स्टेसन र स्टेप डाउन सब स्टेसन। अर्को हाम्रो स्विचिङ सब स्टेसन र अर्को हाम्रो पावर फ्याक्टर करेक्सन सब स्टेसन। अब यो नामबाट पनि अस्पष्ट छ तपाईँको, जहाँ यो ट्रान्सफर्मर सब स्टेसन भनेको जहाँ भोल्टेजलाई अप र डाउन गर्ने कुरालाई बेसी प्रिफर गरिएको हुन्छ। अर्को तपाईँको स्विचिङ भनेको त्यहाँ स्विचिङ इक्विपमेन्टहरू राखेर हामीले कन्ट्रोल गरिरहेका हुन्छौँ, अब लाइन काट्नेदेखि लिएर लाइन दिनेदेखि लिएर यो कुराहरू गरिरहेका हुन्छौँ। अर्को पावर फ्याक्टर करेक्सन भनेको के हो भन्दाखेरि त्यहाँबाट हामीले जुन पावरहरू ल्यागिङ भएर आउँछ, अब हामीले त्यहाँ क्यापेसिटर ब्याङ्क राखेर गर्छौँ वा के गर्छौँ फेज एडभान्सर राखेर के गरेर हुन्छ हामीले त्यो पावर फ्याक्टर करेक्सन गर्ने काम गरिरहेको हुन्छौँ। विशेष गरी त्यो उसको लागि नै त्यो सब स्टेसनलाई निर्माण गरिएको हुन्छ। त्यसै अब फ्रिक्वेन्सी चेन्जर सब स्टेसन छ भने त्यहाँ फ्रिक्वेन्सीको कुरा भयो। त्यहाँ हाम्रो जब पावर ट्रान्समिट भइरहेको हुन्छ अब त्यसको बिचमा एकदमै फ्रिक्वेन्सी अनस्टेबल हुन्छ होइन, हाई फ्रिक्वेन्सी पनि हुन्छ। सो त्यसलाई अब सब स्टेसनमा छिराउनुभन्दा पहिले हामीले वेभ ट्र्यापहरू सबै राखेर त्यो फ्रिक्वेन्सीलाई कन्ट्रोल गरिरहेको हुन्छौँ। अर्को हाम्रो कन्भर्टिङ सब स्टेसन भनेको अब एसीबाट डिसी वा डिसीबाट एसी खालको जुन हाम्रो सब स्टेसनहरू हुन्छ त्यसलाई हामी कन्भर्टिङ सब स्टेसन भन्छौँ। र इन्डस्ट्रियल सब स्टेसन भनेको स्पेसली त्यो सब स्टेसनलाई इन्डस्ट्रियल पर्पोजको लागि नै डिजाइन गरिएको हुन्छ भने त्यसलाई इन्डस्ट्रियल सब स्टेसन भनिन्छ। कन्स्ट्रक्सन फिचर्सको आधारमा यसलाई तपाईँको 5 टाइपमा डिभिजन गरिएको छ। एउटा तपाईँको इन्डोर सब स्टेसन। इन्डोर सब स्टेसन भनेको के हो भने एउटा ठुलो कोठाभित्र नै सबै कुरालाई इन्स्टल गरिएको हुन्छ, इन्क्लुडिङ स्विच यार्ड एन्ड द कन्ट्रोल रुम। अर्को हाम्रो आउटडोर सब स्टेसन। सो आउटडोर सब स्टेसनमा तपाईँले दुईवटा पार्ट हुन्छ, एउटा तपाईँको स्विच यार्ड र अर्को कन्ट्रोल रुम। र अहिले हामी फर्दर डिस्कसन पनि गर्छौँ कि स्विच यार्डमा हामी कुन कुन कुरालाई इन्स्टल गर्छौँ र कन्ट्रोल रुममा कुन कुन कुरालाई इन्स्टल गरिएको हुन्छौँ। अब स्विच यार्ड भनेको मतलब के हो भन्दाखेरि आकाशको बाहिर आकाशमा मुनि तपाईँको एकदमै सबै इन्स्ट्रुमेन्टहरू इलेक्ट्रिकल इक्विपमेन्टहरू जडान गरिएको हुन्छ र यसको बारेमा हामी फर्दर डिस्कस पनि गर्छौँ। अर्को तपाईँको अन्डरग्राउन्ड सब स्टेसन भनेको जमिनको मुनि जुन सब स्टेसनहरू हुन्छ, खास गरेर यो तपाईँको जनरेटिङ साइडमा यस्तो खालको सब स्टेसनहरू हुन्छ। र अर्को पोल माउन्टेड सब स्टेसन भनेको एच टाइपको जुन तपाईँले दुईवटा पोलको बिचमा रड राखेर अनि एच टाइपको स्ट्रक्चर बनाएर त्यसको माथि जुन हामी डिस्ट्रिब्युसन साइडमा खास गरेर राख्छौँ ट्रान्सफर्मरहरू, सो त्यसलाई नै हामी पोल माउन्टेड सब स्टेसन भन्छौँ। र अर्को हाम्रो रहेको छ फाउन्डेसन माउन्टेड सब स्टेसन। सो हामीले के गर्छौँ भन्दाखेरि यदि हामीले अब ठुलो साइजको ट्रान्सफर्मरहरू इन्स्टल गर्नु परेको छ कुनै डिस्ट्रिब्युसन साइडमा भने त्यहाँ हामीले त्यो पोलमा राख्न सक्ने हुँदैन, अप्ठ्यारो हुन्छ हामीलाई। त्यही भएर हामीले एउटा सानो ठाउँलाई यसरी घेरेर होइन मजाले त्यसलाई घेरछेक गरेर त्यसमा एउटा फाउन्डेसन बनाउँछौँ हामी होइन कङ्क्रिटको, र त्यसको माथि तपाईँको सबै ट्रान्सफर्मरदेखि लिएर अरू प्रोटेक्टिङ र स्विचिङ इक्विपमेन्टहरू राख्छौँ, त्यसलाई हामी फाउन्डेसन माउन्टेड सब स्टेसन भन्छौँ। र अर्को अब कन्स्ट्रक्सनको आधारमा यहाँबाट क्वेसन पनि तपाईँको आएको छ आइजेडिएमएलमा होइन, इन्डस्ट्रियल को इक्जाममा। र यो कन्फिगरेसनको आधारमा तपाईँलाई यसलाई 3 भागमा डिभिजन गरिएको छ, कुनै कुनै बुकमा 2 भागमा छ, तर यो 3 भागमा हुन्छ। अर्को तपाईँको यो जुन यसको टाइप्स रहेको छ, सो एयर इन्सुलेटेड सब स्टेसन, यसलाई एआइएस पनि भनिन्छ। अर्को ग्यास इन्सुलेटेड सब स्टेसन जसलाई जिआइएस भनिन्छ। र अर्को तपाईँको हाइब्रिड सब स्टेसन, यसमा तपाईँको
एआइएस र जिआइएस दुवैलाई कम्बाइन गरेर बनाएको हुन्छ। यो एकदमै डिटेलमा यो लेभल 2 नै हो। लेभल 2 मा तपाईलाई एकदमै डिटेलमा पनि पढ्नु पर्दैन। त्यही भएर मैले यो सबैको एकदमै सेपरेटली धेरै डिस्क्राइब गरेको छैन, धेरै एक्सप्लेन गरेको छैन। यतिबाट तपाईहरुलाई पुगिहाल्छ यो कति टाइपको हुन्छ र यो सब स्टेसन कति टाइपको हुन्छ अनि अप्सन दिएको हुन्छ 2 टाइप 3 टाइप 4 टाइप अनि यसको आधारमा पनि यसरी तोकिदिन सक्छ। त्यही भएर हामीले आधारको बारेमा कुरा पनि गरियो र अर्को अपरेटिङ भोल्टेजको आधारमा यसलाई 3 भागमा डिभिजन गरिएको छ। हाई भोल्टेज, एक्स्ट्रा हाई भोल्टेज र अल्ट्रा हाई भोल्टेज। हाई भोल्टेज भनेको 11 केभी देखि लिएर 66 केभी को जुन भोल्टेज हुन्छ त्यसलाई हामी भन्छौं हाई भोल्टेज सब स्टेसन र अर्को छ हाम्रो एक्स्ट्रा हाई भोल्टेज सब स्टेसन। सो यसमा तपाईको 132 केभी देखि लिएर 400 केभी को यदि त्यो भोल्टेज लेभल छ भने हामी त्यसलाई एक्स्ट्रा हाई भोल्टेज सब स्टेसन भन्छौं। त्यसैगरी हाम्रो अल्ट्रा हाई भोल्टेज सब स्टेसन रहेको छ जसमा तपाईको 400 केभी भन्दा माथिको भोल्टेज लेभलबाट पावरलाई ट्रान्समिट गरिरहेको हुन्छ भन्ने त्यसलाई हामी अल्ट्रा हाई भोल्टेज सब स्टेसन भन्छौं। अर्को हाम्रो एप्लिकेसनको आधारमा यसलाई 4 भागमा डिभिजन गरिएको छ। जनरेटिङ सब स्टेसन, प्राइमरी ग्रिड सब स्टेसन, सेकेन्डरी सब स्टेसन र डिस्ट्रिब्युसन सब स्टेसन है। अब यो सबैको बारेमा हामी एउटा फिगरबाट हेर्छौं जसले गर्दा तपाईहरुलाई बुझ्न सजिलो हुन्छ। यो हाम्रो जनरेसन साइट रहेको छ। 11 केभी मानौ कि हामीले जनरेट गरिरहेका छौं पावर है 11 केभी मा। अब यसलाई हामीले के गर्नुपर्छ भन्दाखेरि जनरेटिङ स्टेसन सो जनरेटिङ सब स्टेसन मा हामीले जुन 11 केभी मा पावरलाई जनरेट गरेको छौं अब त्यसलाई हामीले कन्भर्ट गरेर 220 केभी बनाउँछौं र पावरलाई ट्रान्समिट गर्छौं। सो 11 केभी बाट 220 केभी मा भोल्टेजलाई चेन्ज गरेर पावरलाई जब ट्रान्समिट गर्छौं सो त्यो भोल्टेज लेभललाई हामीले प्राइमरी ट्रान्समिसन लाइन भन्छौं है। त्यो भोल्टेजलाई ट्रान्समिट गर्ने मिडियमलाई। अर्को अब यहाँबाट हाम्रो ट्रान्समिट भएर मानौ कि 220 केभी लाई अब 33 केभी मा यदि कन्भर्ट गर्छ भने त्यस्तो किसिमको सब स्टेसनलाई प्राइमरी ग्रिड सब स्टेसन भनिन्छ। र अब 33 केभी बाट जुन हाम्रो सेकेन्डरी सब स्टेसन सम्म पावर जान्छ त्यो बीचको जुन ट्रान्समिसन लाइन हुन्छ त्यसलाई हामीले सेकेन्डरी ट्रान्समिसन लाइन भन्छौं। त्यस्तै हाम्रो 33 केभी बाट अब 11 केभी मा हाम्रो झर्छ भने त्यस्तो सब स्टेसनलाई हामी सेकेन्डरी सब स्टेसन भन्छौं र 11 केभी लाई पनि अब झारेर तपाईको 400 भोल्ट मा कन्भर्ट गर्छ वा 0.4 केभी मा यदि कन्भर्ट गर्छ भने त्यसलाई हामीले डिस्ट्रिब्युसन सब स्टेसन भन्छौं र 11 केभी देखि लिएर 400 भोल्ट सम्मको जुन पावर जहाँ ट्रान्समिट भइरहेको हुन्छ त्यसलाई हामीले प्राइमरी डिस्ट्रिब्युसन भन्छौं। सो यहाँ देखि लिएर यहाँसम्म पावर ट्रान्समिट भइरहेको थियो यो भनेको हाम्रो ट्रान्समिसन लाइन थियो प्राइमरी र सेकेन्डरी भने अब यो कन्भर्ट भएर हाम्रो प्राइमरी डिस्ट्रिब्युसन र सेकेन्डरी डिस्ट्रिब्युसनमा आयो। सो यो हाम्रो भयो सेकेन्डरी डिस्ट्रिब्युसन। सेकेन्डरी डिस्ट्रिब्युसन भनेको डिस्ट्रिब्युसन यो 11 केभी बाट 0.4 केभी मा आएर जब पावर हाम्रो यो कन्ज्युमर वा लोड विभिन्न लोडहरुमा कनेक्ट हुन्छ त्यो भनेको सेकेन्डरी डिस्ट्रिब्युसन लाइन हो। सो आई होप तपाईहरुले यो एप्लिकेसनको आधारमा भोल्टेजको डिस्ट्रिब्युसन बुझ्नु भएको होला है। अर्को हाम्रो रहेको छ सब स्टेसन वा स्विच यार्डमा जुन कन्ट्रोल रुम र स्विच यार्ड हुन्छ सब स्टेसनमा त्यसमा प्रयोग हुने प्रमुख उपकरणहरु इक्विपमेन्टहरु के लगाउँछौं। सो वन बाइ वन हामीले यसको बारेमा डिस्कस गर्छौं। सबैभन्दा पहिले स्विच यार्डमा प्रयोग हुने जति पनि इक्विपमेन्टहरु छ त्यसको बारेमा हामी कुरा गर्छौं। सो यसमा हाम्रो पहिले रहेको छ ग्यान्ट्रे। सो ग्यान्ट्रेले के गर्छ भन्दाखेरि यो चारैतिर यसको टावर हुन्छ र यो टावरले विभिन्न किसिमको लाइटनिङहरुबाट यसले बचाउने काम गर्छ। सब स्टेसनलाई पुरै प्रोटेक्ट गरेर राखेको हुन्छ। अर्को छ हाम्रो बस बार। सो बस बार भनेको यो एउटा जंक्सन पोइन्ट्स हो, कनेक्टिङ पोइन्ट्स हो। टोटल जुन हाम्रो इनकमिङ लाइनहरु आइरहेको हुन्छ र त्यहाँबाट हामीले फेरि आउटगोइङ पनि गरिरहेको हुन्छौं। सो त्यो एउटा जंक्सन पोइन्ट हो हैन, त्यसलाई हामी बस बार भन्छौं। र अर्को इन्स्ट्रुमेन्ट ट्रान्सफर्मर। सो इन्स्ट्रुमेन्ट ट्रान्सफर्मर तपाईको प्रोटेक्टिङ, मेजरिङ, मिटरिङ गर्नको लागि इन्स्ट्रुमेन्ट ट्रान्सफर्मरको युज गर्छौं। यसमा पनि यो दुई टाइपको हुन्छ। एउटा तपाईको सीटी भनेको करेन्ट ट्रान्सफर्मर र अर्को पीटी भनेको पावर ट्रान्सफर्मर। अब यो करेन्टलाई एकदमै कम गरेर जुन हामीले मेजरिङको लागि युज गर्छौं भनेको सीटीले गर्छ र पीटीले के गर्छ भन्दाखेरि हायर भोल्टेजलाई लोअर भोल्टेजमा कन्भर्ट गरेर हामीले इजिली त्यसलाई मेजर गर्न सक्छौं भोल्टेजलाई। अर्को आइसोलेटर वा अर्थिङ स्विच। अब आइसोलेटर भनेको एउटा डिस्कनेक्टिङ स्विच हो जुन सब स्टेसनमा प्रयोग गरिएको हुन्छ
र यसले हाम्रो सर्किटलाई कम्प्लिटली डिस्कनेक्ट गरिदिन्छ। यसलाई म्यानुअल स्विच वा मेकानिकल स्विच पनि भनिन्छ। यसमा कुनै पनि रिमोट कन्ट्रोल भन्दा पनि हामीले हातले म्यानुअली अफ गर्नुपर्छ र यसलाई तपाईको जहिले पनि हामीले यो हाम्रो लाइन डिस्चार्ज भइसके पछाडि मात्रै हामी यसलाई अपरेट गर्छौं है। जब हाम्रो सर्किटमा लाइन हुँदैन त्यतिखेर मात्रै आइसोलेटरलाई हामीले अपरेट गर्छौं। र अर्थिङ स्विच भनेको जब हाम्रो मेन्टेनेन्स गरिरहेको हुन्छौं सब स्टेसनहरुमा त्यतिखेर अर्थिङ स्विचलाई हामीले अन गरेर मेन्टेनेन्स गर्छौं र जब मेन्टेनेन्स कम्प्लिट हुन्छ अर्थिङ स्विचलाई हामी अफ गरिदिन्छौं है। अर्को छ सेडलिङ स्क्रिन भनेको यो कुनै पनि कुरालाई सेडलिङ गर्ने काम गरिरहेको हुन्छ भने इन्सुलेटर भनेको विभिन्न किसिमको इन्सुलेटरहरु आवश्यकताको हिसाबले यसमा युज गरिएको हुन्छ। अर्को छ हाम्रो पावर ट्रान्सफर्मर वा स्टेसन ट्रान्सफर्मर। सो पावर ट्रान्सफर्मर पनि हाम्रो यो जुन रहेको छ स्विच यार्ड यसमा राखिएको हुन्छ। सो पावर ट्रान्सफर्मर हाम्रो यो पुरै सब स्टेसनको एउटा इम्पोर्टेन्ट पार्ट हो र यो पनि तपाईको खुल्ला आकाश मुनि राखिएको हुन्छ। अर्को अब सर्किट ब्रेकर है। सो यो सर्किट ब्रेकर पनि राखिएको हुन्छ। विभिन्न किसिमको सर्किट ब्रेकरहरु हुन्छ त्यसलाई कन्ट्रोल गर्नको लागि, प्रोटेक्सन गर्नको लागि, फल्टलाई ब्रेक गर्नको लागि। अर्को क्यापेसिटर बैंक। सो क्यापेसिटर बैंकले जस्तै अब हाम्रो पावर फ्याक्टर ल्याग भइरहेछ भने त्यसलाई इम्प्रुभ गर्नको लागि क्यापेसिटर बैंक राखिएको हुन्छ र यो हाम्रो एउटा पार्ट भयो है। सो सब स्टेसनको एउटा पार्ट स्विच यार्ड भयो, यसमा इन्स्टल हुने यो सबै हाम्रो इक्विपमेन्टहरु भयो भने अर्को पार्ट भनेको कन्ट्रोल रुम। सो कन्ट्रोल रुम भनेको एउटा रुम हो। त्यो रुमको भित्रमा यो सबै कुराहरु राखिएको हुन्छ र त्यहाँ नै त्यो सब स्टेसनमा अपरेट गर्ने जुन अपरेटरहरु हुन्छ त्यो त्यहाँ नै बसेर मोनिटरिङ कन्ट्रोलिङ गरिरहेको हुन्छ। यसमा सबैभन्दा पहिले हुन्छ कन्ट्रोल प्यानल। सो कन्ट्रोल प्यानलले के गर्छ भन्दाखेरि जति पनि हाम्रो यो डिभाइसहरु लगाएको छौं त्यहाँबाट सबै कुरालाई हाम्रो मोनिटरिङ देखि लिएर सबै कुरा त्यहाँबाट भइरहेको हुन्छ कि हाम्रो भोल्टेज कति छ हैन, करेन्ट कति छ, त्यसको फ्रिक्वेन्सी कति छ हैन, पावर फ्याक्टर कति छ, यो सबै कुरा हामीले त्यहाँबाट हेरिरहेका हुन्छौं, कन्ट्रोल गरिरहेका हुन्छौं। त्यो भनेको कन्ट्रोल प्यानल भयो। अर्को रिले प्यानल भनेको त्यसमा रिले नै राखिएको हुन्छ। रिले 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 मात्रै। अब सबै रिलेको जुन उद्देश्य हुन्छ त्यो त अलग अलग हुन्छ। कुनैले तपाईको अब यो रेन्ज हैन डिस्टेन्स रिले देखि लिएर हाम्रो डिफरेन्शियल रिले अनि अरु पनि जति पनि रिलेहरु हुन्छ सबैको आफ्नो आफ्नो काम छ। सो त्यो सबै रिले यहाँ इन्स्टल गरिएको हुन्छ। त्यसपछि अब ब्याट्री बैंक र चार्जर इन्भर्टरहरु पनि यहाँ राखिएको हुन्छ कि कुनै हाम्रो एज अ ब्याकअपको रूपमा यदि कुनै हाम्रो तरिकाले लाइन कटिसक्यो त्यो सब स्टेसनमा हैन ब्ल्याकआउट भयो भने हामीले कुन तरिकाले फेरि अब त्यसमा त हामीले 24 घण्टा रिले अब जति पनि कन्ट्रोल प्यानल देखि लिएर सबै कुरामा सप्लाई दिइराख्नु पर्छ। सो त्यसको लागि हामीलाई ब्याकअप सिस्टम चाहिएको छ। सो त्यो ब्याकअप सिस्टमको रूपमा हाम्रो ब्याट्री बैंक र चार्जर इन्भर्टरहरु राखिएको हुन्छ र हामी त्यहाँबाट एज अ ब्याकअपको रूपमा सप्लाई दिन सक्छौं। अर्को कम्युनिकेसन इक्विपमेन्ट जस्तै अब हाम्रो टेलिफोन भयो हैन, मोबाइल पनि भयो, यो सबैलाई हामी त्यहाँ इन्स्टल गरेर राखेको हुन्छौं जसले गर्दा हामीले कम्युनिकेसन गर्नको लागि वा तपाईको PLCC भयो, PLC भयो यिनीहरुलाई पनि हामीले एज अ कम्युनिकेसनको रूपमा युज गरिरहेको हुन्छौं। अर्को मिटरिङ र इन्डिकेटिङ इन्स्ट्रुमेन्टहरु मैले अघि पनि भने कि यो मिटरिङ गर्ने हैन, भोल्टेज कति छ, करेन्ट कति छ त्यसको इन्डिकेट गर्ने देखाउने हाम्रो मिटरमा यो सबै त्यहाँ हामीले कन्ट्रोल रुममा राखेको हुन्छ। र इन्सुलेटेड म्याट भनेको त्यो सब स्टेसनको बाहिर पनि भित्र त यो कन्ट्रोल रुममा राखेको हुन्छ र बाहिर हामीले स्टोनहरु बिछाएर त्यसलाई राखेको हुन्छौं कि कुनै तरिकाले हाम्रो त्यो लिक नहोस् भनेपछि कुनै तरिकाले हामीले इन्सुलेट गरिदियोस् त्यसले हैन, इन्सुलेट गरिदियोस् हैन। अनि तपाईको सेकेन्डरी कारण भनेको जुन ओइलहरु लिक हुन्छ भने त्यसलाई पनि फायर हुन नदिनको लागि पनि हो। अर्को हाम्रो टपिक रहेको छ सब स्टेसनमा सर्किट ब्रेकर तथा आइसोलेटरको प्रयोग। अब सर्किट ब्रेकर र आइसोलेटर यो दुईटाको बारेमा हामी अलि डिटेलमा पढ्छौं। अहिले हामी थोरै इन्ट्रोडक्सन लेभलमा हेरियो भने अब डिटेलमा पढ्छौं। सो सर्किट ब्रेकरको हाम्रो सब स्टेसनमा के युज रहेको छ, किन हामी सर्किट ब्रेकर प्रयोग गरिरहेको हुन्छौं सब स्टेसनमा। अब यो एउटा प्रोटेक्टिभ डिभाइस हो जसले सर्किटलाई जुनसुकै अवस्थामा नर्मल अवस्थामा पनि र एबनर्मल अवस्थामा पनि अन र अफ गर्न सक्छ है। सो हामीले यसलाई म्यानुअली वा अटोमेटिक यो हुन्छ जब फल्ट आउँछ यो रिलेको मद्दतले, र जब हामी नर्मली यदि कुनै किसिमको मेन्टेनेन्स गर्नु पर्यो, लाइन काट्नु पर्यो भने नर्मली पनि हामी लाइन काट्न सक्छौं। अब यसले सिस्टम वा लाइनमा फल्ट आउँदाखेरि रिलेको सिग्नल अनुसार अटोमेटिक रूपमा लाइनलाई ट्रिप गरेर सुरक्षा दिने काम गर्छ र नर्मल कन्डिसनमा पनि आवश्यकता अनुसार म्यानुअली लाइनलाई ट्रिप गर्न सक्छौं भनेको त्यसलाई क्लोज गर्न सक्छौं, बन्द गर्न सक्छौं। सो यो यसको हामीले त्यही भएर यसको युज गरिरहेका हुन्छौं।
अर्को सब स्टेसनमा हाम्रो आइसोलेटरको प्रयोग। आइसोलेटर हामी किन प्रयोग गर्छौँ भने सिस्टममा केही मर्मत कार्य गर्नु पर्योमा हैन, हाम्रो केही कुरा बिग्रियो सब स्टेसनमा भने अब मर्मत गर्नु पर्यो भने सर्किटलाई हामी भिजुअली आइसोलेट गर्नको लागि प्रयोग गरिने डिभाइसलाई आइसोलेटर भनिन्छ। सो आइसोलेटरले हाम्रो सर्किटलाई कम्प्लिटली डिस्कनेक्ट गरिदिन्छ। फर इक्जाम्पल हामीले अब डोमेस्टिक पर्पजको लागि घरहरूमा तपाईँहरूले फ्युज हेर्नुभएको होला नि, हो त्यो फ्युजले हामीले तान दिँदाखेरि त्यो सर्किटलाई कम्प्लिटली डिस्कनेक्ट गरिदिन्छ नि, जुन कार्टेज फ्युज हाम्रो लगाएको हुन्छौँ होइन, किटक्याट फ्युज पनि भन्छौँ हामी त्यसलाई, त्यो खालको फ्युजलाई हामीले त्यसबाट झिक दिनुभयो भने त्यो हाम्रो सर्किट कम्प्लिटली डिस्कनेक्ट हुन्छ। सेम सब स्टेसनको एउटा यो किटक्याट फ्युज जस्तै हामीले बुझ्दा हुन्छ, बुझ्नको लागि मात्रै मैले भनेको यो आइसोलेटर भनेको सर्किटलाई कम्प्लिटली डिस्कनेक्ट गरिदिने। र यो एउटा तपाईँको मेकानिकल स्विच हो। मेकानिकल स्विच भनेको हामीले त्यहाँ गएर हटाउनु पर्ने हुन्छ भनेको त्यो रिमोट कन्ट्रोलबाट हुने कुरा होइन। र यसलाई हामीले जहिले पनि अफ लोडमा, जब हाम्रो लाइन त्यसमा सप्लाई भएको हुँदैन, चार्ज भएको हुँदैन, त्यो कन्डिसनमा मात्रै हामीले त्यसलाई अपरेट गर्न सक्छौँ, अन वा अफ गर्न सक्छौँ है। अर्को भनेको यसको कन्ट्याक्ट्सलाई फिजिकली हामीले देख्न पनि सक्छौँ आँखाले। र सर्किट ब्रेकर ट्रिप गरिसके पछाडि मात्र आइसोलेटर हामीले ओपन गरिन्छ। सर्किट ब्रेकर जब ट्रिप गरिन्छ त्यसपछि ओपन गरिन्छ भने आइसोलेटर क्लोज गरिसकेपछि मात्र सर्किट ब्रेकरलाई हामीले क्लोज गर्नु पर्दछ। अब यसको जुन सिक्वेन्स छ हैन, सर्किट ब्रेकर, आइसोलेटर र अर्थिङ स्विचको यो सिक्वेन्स अपरेटिङ कसरी हुन्छ त्यसको बारेमा यहाँ मैले डिस्कस गर्न गइरहेको छु। सो यसलाई तपाईँहरूले एकदमै ध्यान दिएर हेर्नु होला। यसमा नम्बरिङ पनि गरिएको छ, 1 2 3 यहाँ छुटेको छ। सो 1 2 3 यसरी नम्बरिङ गरिएको छ। यसको मतलब के भयो भने हामीले लाइनलाई ओपन गर्दा, अब मानौँ कि हामीले मेन्टेनेन्स गर्नुपर्छ भने लाइनलाई कसरी ओपन गर्ने भन्दा 1 नम्बरमा हामीले सर्किट ब्रेकरलाई ओपन गर्ने, त्यसपछि 2 नम्बरमा हामी आइसोलेटरलाई ओपन गर्ने र हाम्रो जुन अर्थिङ स्विच रहेको छ यसलाई क्लोज गर्ने। अर्थिङ स्विचलाई क्लोज गरिसके पछाडि हामी मात्रै अब काम गर्न सुरु गर्नु पर्यो, मेन्टेनेन्स गर्न सुरु गर्नु पर्यो है। अब मेन्टेनेन्स यही कुरालाई मैले यसरी लेख दिएको छु। सर्किट ब्रेकरलाई ओपन गर्ने पहिला, त्यसपछि आइसोलेटरलाई ओपन गर्ने, त्यसपछि हामीले अर्थिङ स्विचलाई क्लोज गर्ने। अब यो हाम्रो भयो मेन्टेनेन्स भन्दा पहिला हामीले के गर्छौँ र त्यसपछि मेन्टेनेन्स गर्छौँ। मेन्टेनेन्स हाम्रो कम्प्लिट भइसक्यो, हामीले गरिसक्यो मेन्टेनेन्स भने त्यसपछि हामीले लाइनलाई अब क्लोज गर्नु पर्दाखेरि हामीले कुन सिक्वेन्स फलो गर्छौँ भन्दाखेरि 1 नम्बरमा हामी के गर्छौँ, 2 नम्बरमा के गर्छौँ र 3 नम्बरमा के गर्छौँ। सो 1 नम्बरमा जुन हाम्रो अर्थिङ स्विच थियो त्यसलाई ओपन गर्ने, जुन अर्थिङ स्विच थियो त्यसलाई ओपन गर्छौँ, त्यसपछि हामी आइसोलेटरलाई क्लोज गर्छौँ, त्यसलाई बन्द गर्छौँ र त्यसपछि एट लास्टमा, सबैभन्दा लास्टमा हामी सर्किट ब्रेकरलाई के गर्छौँ भन्दाखेरि क्लोज गर्छौँ है। यो हाम्रो प्रोसिजर रहेको छ र यही कुरालाई मैले यहाँ लेखिदिएको छु कि अर्थिङ स्विचलाई हामीले ओपन गर्ने पहिला, त्यसपछि आइसोलेटरलाई क्लोज गर्ने, सर्किट ब्रेकरलाई क्लोज गर्ने। अब आइसोलेटरसँगै अर्थ पनि जोडिएको हुन्छ। यसलाई सञ्चालन गर्नको लागि रिलेको आवश्यकता पर्छ। सो हाम्रो यसलाई सञ्चालन गर्नको लागि जस्तै सर्किट ब्रेकर आफै त त्यो अपरेट हुँदैन, त्यसलाई अपरेट गर्नको लागि हामीले सिडी र रिलेहरू त्यसमा इन्स्टल गरिएको हुन्छ र यसलाई सर्किट ब्रेकरको दुवैतिर जोडिएको हुन्छ। भनेको यो जुन छ हाम्रो आइसोलेटर, यो सर्किट ब्रेकरको दुवैतिर हामीले त्यसलाई इन्स्टल गरिएको हुन्छ। अर्को आइसोलेटरको प्रकार। अब आइसोलेटरको यो जुन प्रकार रहेको छ यसलाई हामीले एप्लिकेसनको आधारमा यो 3 किसिमको हुन्छ, सिंगल ब्रेक आइसोलेटर, डबल ब्रेक आइसोलेटर र प्यान्टोग्राफ आइसोलेटर है। र प्लेसमेन्टको आधारमा यो 3 किसिमको हुन्छ, तपाईको बस साइड आइसोलेटर, लाइन साइड आइसोलेटर र ट्रान्सफर्मर बस आइसोलेटर। र एप्लिकेसनको आधारमा यो तपाईले हेर्न सक्नुहुन्छ कि कुन भोल्टेज लेभलकोलाई हामीले कुनमा युज गर्छौँ हैन। जस्तै हाम्रो अब प्यान्टोग्राफ आइसोलेटर कहाँ युज गर्ने, डबल ब्रेक आइसोलेटर कहाँ युज गर्ने, सिंगल ब्रेक आइसोलेटर कहाँ युज गर्ने भन्दाखेरि जस्तै यो भोल्टेज एप्लिकेसनको आधारमा जस्तै लोवर भोल्टेज छ 66 केबी वा त्योभन्दा कम छ भने त्यहाँ सिंगल ब्रेक आइसोलेटरले नै काम गरिहाल्छ। त्यस्तै अब यदि हामीलाई 11 केबी देखि लिएर 220 केबी को भोल्टेज छ त्यहाँ भने डबल ब्रेक आइसोलेटर आवश्यकताको हिसाबले युज गर्छौँ। र त्यस्तै अब हाम्रो 132 केबी भन्दा माथिको लेभलको भोल्टेज छ त्यति वा त्योभन्दा माथिको लेभलको भोल्टेज छ भने त्यसको लागि हामीले प्यान्टोग्राफ आइसोलेटरको युज गर्छौँ। सो यो आवश्यकतालाई हेरेर हैन हामी गर्छौँ र त्यसको अलावा अरू पनि यो डिफरेन्सहरू तपाईले हेर्न सक्नुहुन्छ, दिएको छ, त्यो पनि तपाईहरुले अध्ययन गर्नु होला। जति पनि टपिकहरू पढ्यो यो भन्दा अगाडि के रे 5.12 यसको सँग रिलेटेड केही क्वेशनहरू हामी गर्छौँ। सब स्टेसन, कन्ट्रोल रुम र आइसोलेटर, सर्किट ब्रेकरबाट केही क्वेशनहरूको बारेमा हामी डिस्कसन गर्छौँ। सो यो डिस्कसन हामीले गर्दाखेरि सबैभन्दा फर्स्ट क्वेशन हाम्रो रहेको छ, तलका मध्ये कुन काम सब स्टेसनले गर्दैन। सो यसको राइट आन्सर के हुन्छ तपाईहरुले भन्नु होला। यसको अप्सनमा दिएको छ एसी टु डीसी कन्भर्ट गर्ने, पावर फ्याक्टर छ, पावर फ्याक्टर करेक्सन गर्ने
त्यसपछि इलेक्ट्रिसिटी जेनेरेसन गर्ने, भोल्टेज लेभल घटबढ गर्ने। त्यसको राइट आन्सर हुन्छ तपाईको इलेक्ट्रिसिटी जेनेरेसन गर्ने। कुनै पनि सब स्टेसनले इलेक्ट्रिसिटी जेनेरेसन गरिरहेको हुँदैन हैन। एसी लाई डीसी मा कन्भर्ट गर्ने हामीले सब स्टेसन हुन्छ भनेर पढ्यौं। त्यसपछि पावर फ्याक्टर करेक्सन भनेको पावर फ्याक्टरलाई इम्प्रुभमेन्ट गर्ने सब स्टेसन पनि हुन्छ र भोल्टेज लेभललाई घटबढ गर्ने जुन हाम्रो स्टेप अप र स्टेप डाउन सब स्टेसन रहेको थियो, जुन ट्रान्सफर्मर सब स्टेसन हामी भन्छौं त्यसलाई, सो त्यो थियो। तर इलेक्ट्रिसिटी जेनेरेसन गर्ने काम हाम्रो सब स्टेसनको होइन। अर्को हाम्रो क्वेशन रहेको छ कन्भर्टिङ स्टेसनमा के प्रयोग गरिन्छ वा हुन्छ। सो यसको अप्सन रहेको छ HVAC ट्रान्समिसन, HVDC ट्रान्समिसन र MVAC ट्रान्समिसन, LVAC ट्रान्समिसन। यसको राइट आन्सर के हुन्छ भन्दाखेरि बी, HVDC ट्रान्समिसन है। सो कन्भर्टिङ स्टेसनमा हामीले HVDC ट्रान्समिसन लाइनको युज गरेर हुन्छौं। यसको मतलब के भयो भन्दाखेरि यो स्टेसनले हाई भोल्टेज डीसी मा कन्भर्ट गर्छ भनेको हामीले जुन जनरेट गर्छौं पावर त्यो त एसी मा गर्छौं र अब त्यसलाई हामीले हाई धेरै लामो दूरीमा वा धेरै पावरलाई ट्रान्समिट गर्नु पर्यो भने हामीले HVDC मा कन्भर्ट गर्छौं र त्यसपछि त्यसलाई ट्रान्सफर गरिरहेको हुन्छौं। त्यही भएर यसको राइट आन्सर के हुन्छ भन्दाखेरि बी। अर्को हाम्रो क्वेशन रहेको छ कि फ्रिक्वेन्सी चेन्जर सब स्टेसन कहाँ प्रयोग गरिन्छ, त्यसलाई हामीले कुन ठाउँमा प्रयोग गर्छौं। यसको अप्सनमा रहेको छ पावर स्टेसनमा, क्रस बोर्डर ट्रान्समिसन लाइनमा, डोमेस्टिक कन्ज्युमरमा र इन्डस्ट्रियल एप्लिकेसनमा। सो यसको राइट आन्सर के हुन्छ, फ्रिक्वेन्सी चेन्जर सब स्टेसन हामीले खास गरेर यो इन्डस्ट्रियल एप्लिकेसनहरुमा युज गरिरहेको हुन्छौं है। हाम्रो जुन क्रस बोर्डरको कुरा किन हुँदैन भने क्रस बोर्डरमा हाम्रो नेपालको र इन्डियाको फ्रिक्वेन्सी सेम छ, सो त्यहाँ भएन हैन। अब पावर स्टेसनमा हामी त्यो फ्रिक्वेन्सी त्यहाँ फिक्सै हुन्छ, ठिकै हुन्छ। डिस्ट्रिब्युसन कन्ज्युमरमा पनि गर्दैनौं, डोमेस्टिक कन्ज्युमरमा पनि गर्दैनौं भनेपछि कहाँ अब फ्रिक्वेन्सी चेन्जरको हुन्छ भन्दाखेरि इन्डस्ट्रियल एप्लिकेसनहरुमा यो फ्रिक्वेन्सीहरुलाई हामीले मेन्टेन गर्नुपर्ने हुन्छ। अर्को हाम्रो क्वेशन रहेको छ भोल्टेजलाई चेन्ज गर्ने सब स्टेसनलाई भनिन्छ अनि यसको अप्सनमा दिएको छ ट्रान्सफर्मर सब स्टेसन, पावर फ्याक्टर करेक्सन सब स्टेसन, फ्रिक्वेन्सी चेन्जर सब स्टेसन, नन अफ द एबभ। सो यसको राइट आन्सर के हुन्छ तपाईहरुले गेस गरिसक्नु भएको होला कि भोल्टेजलाई चेन्ज गर्ने भनेको हाम्रो ट्रान्सफर्मर सब स्टेसन हो। यो भनेको दुई किसिमको हुन्छ, स्टेप अप सब स्टेसन र स्टेप डाउन सब स्टेसन वा स्टेप अप ट्रान्सफर्मर र स्टेप डाउन ट्रान्सफर्मर हुन्छ। यसको बारेमा तपाईहरुलाई थाहा छ। सो त्यही भएर यसको राइट आन्सर के हुन्छ भन्दाखेरि ए। अर्को हाम्रो क्वेशन रहेको छ सामान्यतया प्राइमरी सब स्टेसन हुन्छ। सो यसको अप्सनमा दिएको छ इन्डोर टाइप, आउटडोर टाइप, पोल माउन्टेड टाइप, एनी अफ द एबभ। सो यसको राइट आन्सर के हुन्छ, यसको राइट आन्सर हुन्छ बी है। सो आउटडोर सब स्टेसन, प्राइमरी सब स्टेसन भनेको हाम्रो आउटडोर सब स्टेसन नै हुन्छ, त्यही भएर यसको राइट आन्सर हुन्छ बी। अर्को हाम्रो क्वेशन रहेको छ सब स्टेसनमा ढुङ्गाको प्रयोग किन गरिन्छ। त यसको अप्सनमा दिएको छ ट्रान्सफर्मरबाट ओइल लिक भई आगलागी हुन नदिनको लागि, त्यसपछि झारपात उम्रिन नदिनको लागि र इन्सुलेसन प्रदान गर्नको लागि, अल अफ द एबभ। सो यसको मेन कारण भनेको इन्सुलेसन प्रदान गर्नको लागि हामीले यो स्टोनलाई राखेको हुन्छ र त्यसको साथसाथै अब ट्रान्सफर्मरबाट हाम्रो ओइल पनि लिक हुन सक्छ, त्यसबाट पनि आगलागी हुनबाट बचाउँछ र झारपात पनि यो सेकेन्डरी कारण हो, हाम्रो झारपात पनि यसले उम्रिन दिइरहेको हुँदैन। सो त्यसको राइट आन्सर के हुन्छ यसको भन्दाखेरि अल अफ द एबभ, डी। अर्को हाम्रो क्वेशन रहेको छ प्राइमरी डिस्ट्रिब्युसन सब स्टेसन भोल्टेज हो। सो अब प्राइमरी डिस्ट्रिब्युसन सब स्टेसनको भोल्टेज हाम्रो कति रहेको छ भन्दाखेरि यो अप्सनमा दिएको छ 11 केबी, 33 केबी, 66 केबी र 220 केबी। त्यसको भोल्टेज हुन्छ हाम्रो ए हैन, भनेको 11 केबी। 11 केबी यसको भोल्टेज हुन्छ र 11 केबीबाट जब हामी 400 भोल्टमा कन्भर्ट गर्छौं त्यो भनेको सेकेन्डरी डिस्ट्रिब्युसन भयो। अर्को हाम्रो क्वेशन रहेको छ पोल माउन्टेड सब स्टेसनको स्ट्रक्चर हुन्छ। सो पोल माउन्टेड सब स्टेसनको स्ट्रक्चर हुन्छ तपाईको एच टाइपको हैन, त्यसको माथि हामी दुईटा पोलको बीचमा एउटा एच टाइपको हैन यो रड त्यसमा फिक्स गरेर त्यसको माथि हामी ट्रान्सफर्मर राख्छौं हैन, त्यसलाई भनिन्छ हामीले एच टाइप सब स्टेसन। सो यसको राइट आन्सर हुन्छ तपाईको ए। अर्को हाम्रो क्वेशन रहेको छ फल्ट लोकेसन फाइन्डिङ इन इन्डोर सब स्टेसन इज इजी डिफिकल्ट, डिपेन्ड अन द टाइप अफ फल्ट एन्ड इन्डिपेन्ड अन द टाइप अफ फल्ट। त्यसको राइट आन्सर के हुन्छ, हामीले जब इन्डोर सब स्टेसन हुन्छ त्यहाँ फल्टलाई
को लोकेसनलाई फल्टको लोकेसनलाई पत्ता लगाउनको लागि के भइरहेको हुन्छ भन्दाखेरि डिफिकल्ट भइरहेको हुन्छ, हामीले गाह्रो भइरहेको हुन्छ फल्टलाई पत्ता लगाउनको लागि, किनभने त्यसमा एकदमै धेरै स्पेस हुँदैन है। अर्को हाम्रो क्वेसन रहेको छ ड कम्बाइन्स द फङ्सन अफ आइसोलेटर एन्ड अ स्विच। यसको अप्सनमा दिएको छ सर्किट ब्रेकर, लोड इन्टरप्टर स्विच र स्विच अर्थ स्विच र लाइन ट्र्याप युनिट। यसको के हामीले क्वेसनमा दिएको छ ड कम्बाइन्स द फङ्सन अफ आइसोलेटर र स्विचलाई कम्बाइन गर्ने हाम्रो मेकानिजम के हो भने यसको राइट आन्सर हुन्छ लाइन इन्टरप्टर स्विच। लाइन इन्टरप्टर स्विचले यो आइसोलेटर र स्विचलाई कम्बाइन गरिरहेको हुन्छ। अर्को हाम्रो क्वेसन रहेको छ तलका कुन कम्पोनेन्ट सब स्टेसनमा नर्मली ओपन हुन्छ। त अप्सनमा दिएको छ सर्किट ब्रेकर, अर्थ स्विच, आइसोलेटर, नन अफ द एबभ। यसको राइट आन्सर के हुन्छ? यसको राइट आन्सर हुन्छ अर्थ स्विच। हामीले जब मेन्टेनेन्स गर्छौँ त्यतिखेर मात्रै अर्थ स्विचलाई तपाईको क्लोज गरेर राख्छौँ, नभए जेनरली यो ओपन हुन्छ। बाँकी हाम्रो सर्किट ब्रेकर, आइसोलेटरहरू नर्मल कन्डिसनमा क्लोज हुन्छ। अर्को हाम्रो क्वेसन रहेको छ तलका मध्ये कुन इक्विपमेन्टलाई सब स्टेसनमा इन्स्टल गरिँदैन। यसको अप्सनमा रहेको छ एक्साइटर, सिरिज क्यापेसिटर, सन्ट क्यापेसिटर र पिटी। राइट आन्सर के हुन्छ? एक्साइटर। भनेको एक्साइटरलाई हामीले सब स्टेसनमा इन्स्टल गरिरहेको हुँदैनौँ। तपाईहरुले यो सबै जुन हाम्रो नोटहरू रहेको छ सिलेबसको हिसाबले, हाम्रो यो सिलेबसको हिसाबले कम्प्लिट नोट तपाईलाई चाहिएमा यो जुन हाम्रो नोट मैले बनाएको छु यो हातले लेखेको छ र यसैलाई मैले तपाईको टेक्स्टको फर्ममा कम्प्लिटली टेक्स्टको फर्ममा कन्भर्ट गरेर तपाईहरुलाई पीडीएफ बनाइदिएको छु। च्याप्टर वाइज प्रत्येक च्याप्टरको पीडीएफ हुन्छ, तपाईहरुले एकदमै डिटेलमा एक्सप्लेनेसन गरेर यहाँ मैले राखिदिएको छु। त्यसको साथै तपाईहरुलाई मैले 10 वटा मोडेल सेट पनि यो प्र्याक्टिस गर्नको लागि तपाईको प्रिपरेसन के कस्तो भइरहेछ त्यसको प्र्याक्टिस गर्नको लागि 10 वटा मोडेल सेट राखेको छु र यसमा तपाईहरुले एकचोटी यो कम्प्लिट गरिसकेपछि यसको जुन राइट आन्सर के हुन्छ, रङ आन्सर के हुन्छ, कुन आन्सर मेरो गल्ती भयो, किन गल्ती भयो र यो राइट आन्सर हुन्छ भने यो राइट आन्सर किन हुन्छ, यसको फुल एक्सप्लेनेसनको साथ म तपाईहरुलाई पीडीएफ पनि यसको प्रोभाइड गराउँछु र यसबाट तपाईले एक्जाम पनि दिन सक्नुहुन्छ, जसले गर्दा यो 10 वटा मोडेल सेटबाट तपाईको एक्जामको एकदमै इम्प्रुभमेन्ट हुन्छ। र त्यसको साथै जति पनि हाम्रो प्रिभियस इयर क्वेसनहरु छ लगभग 5-6 वर्षको जति, त्यो सबैलाई सोलुसन गरेर एकदमै एक्सप्लेन गरेर राम्रोसँग पीडीएफ बनाएर तपाईहरुले त्यो पनि पाउनुहुन्छ। यो सबै पाउनको लागि तपाईले के गर्नु पर्यो भन्दाखेरि यो भिडियोको डिस्क्रिप्सनमा गुगल फर्मको लिंक राखेको छ, त्यो फर्म भरेर यो सबै तपाईहरुले लिन सक्नुहुन्छ। अर्को हाम्रो टपिक रहेको छ 5.3 को यो तपाईको जनरल आइडिया अफ सिस्टम भोल्टेज फर डिस्ट्रिब्युसन लाइन। सो त्यसको बारेमा हामी डिस्कस गर्छौं। यो तपाईको यसमा के छ भन्दाखेरि यो सिस्टम भोल्टेज हाम्रो डिस्ट्रिब्युसन लाइनमा सिस्टम भोल्टेज के कस्तो हुन्छ हैन, कति हुन्छ, कतिबाट कतिमा कन्भर्ट गरेर गएको हुन्छ, त्यसैको बारेमा हामी ओभरअलमा डिस्कसन गर्छौं। सो ट्रान्समिसनबाट आएको जुन हाई भोल्टेजलाई ट्रान्सफर्मरको सहायताले स्टेप डाउन गरी प्राइमरी डिस्ट्रिब्युसन लेभल भोल्टेज भनेको 11 केभी मा त्यसलाई पुर्याउने सिस्टम हो र प्राइमरी डिस्ट्रिब्युसन भोल्टेज तपाईको प्राय जसो 11 केभी र कहिलेकाहीँ तपाईको 2.2 केभी देखि लिएर 33 केभी सम्म पनि प्रयोग गरिएको पाइन्छ। यहाँ तपाईले यो एउटा फिगर हेर्दाखेरि अब यो हेर्नु त हाम्रो यो जुन ट्रान्समिसन लाइन रहेको छ, यो ट्रान्समिसन लाइनबाट हामीले डिस्ट्रिब्युसन सब स्टेसनमा ल्याउँछौं र यसलाई विभिन्न फिडर हुँदै अब एउटा फिडर यहाँ जोडिएको छ, अर्को फिडर यतातिर छ, त्यसलाई हामीले डिस्ट्रिब्युट गर्दै र स्टेप डाउन ट्रान्सफर्मर लगाएर जस्तै अब यहाँबाट मैले 11 केभी वा 33 केभी कति पठाइरहेको छु त्यसलाई स्टेप डाउन गरेर तपाईको आवश्यकताको हिसाबले 11 केभी बाट अब यहीँबाट तपाईको अर्को पावर पनि अरूतिर पनि डिस्ट्रिब्युट भएको हुन्छ फिडरहरुबाट। तर हामीले त्यसलाई जस्तै 11 केभी को हामीले पठायो भने 11 केभी लाई अब कन्भर्ट गरेर 400 भोल्टमा कन्भर्ट गरेर हामीले विभिन्न सर्भिस मेनहरु देखि लिएर डिस्ट्रिब्युट गरिरहेका हुन्छौं पावरलाई है। अर्को तपाईको यो अर्को फिडरबाट पनि हामीले ट्रान्सफर्मर लगाएर स्टेप डाउन ट्रान्सफर्मरको प्रयोग गरेर मजाले पावरलाई स्टेप डाउन गरेर भोल्टेजलाई स्टेप डाउन गरेर अरूतिर पावर डिस्ट्रिब्युट गरिरहेका हुन्छौं, कन्ज्युमर लोडसम्म पुर्याइरहेको हुन्छौं। अर्को अब डिस्ट्रिब्युसन सब स्टेसनले सेकेन्डरी ट्रान्समिसन भोल्टेज लेभललाई लोकल डिस्ट्रिब्युसनको लागि सुटेबल भोल्टेज लेभलमा घटाउने काम गर्छ हैन। सो जति हाम्रो भोल्टेज जस्तै 11 केभी भयो, 33 केभी भयो, यो त हामीलाई आवश्यकता हुँदैन। हामीलाई जुन डोमेस्टिक पर्पसको लागि लोडहरु चलाउने हो त्यो त 400 भोल्ट 230 भोल्टमा मजाले चल्छ हैन। सो त्यसमा यसले के गर्छ भन्दाखेरि त्यो डिस्ट्रिब्युसन सब स्टेसनले हायर भोल्टेज लेभललाई लोअर भोल्टेज लेभलमा कन्भर्ट गरेर डिस्ट्रिब्युट गराउने काम गरिरहेको हुन्छ।
अर्को डिस्ट्रिब्युसन सब स्टेसनमा स्टेप डाउन पावर ट्रान्सफर्मर प्रयोग गरिएको हुन्छ जसले भोल्टेजलाई घटाउने काम गरिरहेको हुन्छ है र नेपालमा प्राय जसो 33 बाट 11 केभी डिस्ट्रिब्युसन सब स्टेसनमा प्रयोग गरिएको हामी पाउँछौँ। अब डिस्ट्रिब्युसन ट्रान्सफर्मर एउटा तपाईको 3 फेज स्टेप डाउन ट्रान्सफर्मर हो र यसले के गर्छ भन्दाखेरि भोल्टेजलाई 400 वा 230 भोल्टमा स्टेप डाउन गर्छ भनेको भोल्टेजलाई कम गरिदिन्छ 11 बाट 400 वा 33 बाट 400 भोल्टमा यसले झार्ने काम गरिरहेको हुन्छ र अर्को तपाईको यसको सेकेन्डरीमा फेज र न्यूट्रल बीचको भोल्टेज 230 भोल्ट हुन्छ यो हामी तपाईलाई थाहा छ जस्तै हाम्रो 4 वटा फेज हुन्छ एउटा तपाईको आर भयो अर्को वाई अर्को बी र अर्को न्यूट्रल भनेको 3 वटा फेज र एउटा न्यूट्रल त कुनै पनि तपाईको एउटा फेज र अर्को न्यूट्रल बीचको भोल्टेज तपाईको 230 भोल्ट हुन्छ भने कुनै दुईटा फेज आर वा बी फेज वा आर वा वाई फेज बीचको जुन भोल्टेज हुन्छ त्यो 400 भोल्ट हुन्छ र प्राय जसो प्राइमरी डिस्ट्रिब्युसनमा प्रयोग हुने भोल्टेज भनेको 11 केभी 6.6 केभी 3.3 केभी यस्तो खालको हाम्रो भोल्टेज लेभलहरु रहेको हुन्छ र डोमेस्टिक कन्ज्युमरहरुलाई 230 भोल्ट वा 400 भोल्टबाट हामीलाई मजाले पुग्छ है त्यस्तो लोडहरु हामी मात्रै चलाउँछौं अर्को ठुलो कन्ज्युमरहरुलाई तपाईको 3 फेज सप्लाई अब ठुलो भनेको धेरै ठुलो हैन डोमेस्टिक पर्पसको लागि युज गर्ने मा नै ठुलो भयो भनेको यो 400 भोल्ट मा पनि तपाईले दिन सकिन्छ कमर्शियल बिल्डिङहरु भयो हैन स्मल फ्याक्ट्रीजहरु सानो सानो फ्याक्ट्रीहरु छ हैन गेहूं आटाहरु यो गेहूंहरु पिस्ने हैन कोदो मकै पिस्ने जुन सानो मेसिनहरु हुन्छ त्यसलाई चलाउनको लागि 400 भोल्ट बाट पनि यो चल्छ र यो तपाईको प्राय जसो रेडियल फिडरमा 11 केभी को लाइन हुन्छ फेज र न्यूट्रल बीचको भोल्टेज 230 भोल्ट हुन्छ भने मैले अगाडि पनि यो तपाईहरुलाई भनेकै हो र यदि प्रत्येक वाइन्डिङको भोल्टेज V हो मानौ कि प्रत्येक वाइन्डिङको भोल्टेज सेम छ V छ भने लाइन टु लाइन भोल्टेज हामीले अब पत्ता लगाउनु पर्यो भने √3 * V हुन्छ है यो कुरा तपाईहरुले याद राख्नु पर्यो लाइन टु लाइन भोल्टेज अनि लाइन टु फेज भोल्टेज फेज टु फेज भोल्टेज लाइन टु लाइन भोल्टेज यो कुरा तपाईहरुलाई याद हुनु पर्यो अब यसले तपाईहरुले यही कुरालाई मैले यहाँ लेखेको छु यो सिस्टम स्ट्यान्डर्ड फेज भोल्टेज 230 भोल्ट छ है स्ट्यान्डर्ड फेज भोल्टेज कति छ 230 भोल्ट अब लाइन भोल्टेज हामीले निकाल्नु पर्यो भने √3 * V भनेको हाम्रो फेज भोल्टेज कति रहेको छ 230 सो √3 ले मल्टिप्लाई गर्दाखेरि यो 400 भोल्टमा कन्भर्ट हुन्छ है सो लाइन भोल्टेज हाम्रो फेज भोल्टेजबाट लाइन भोल्टेजमा हामी त्यसलाई कन्भर्ट गर्यौं अब यो कुरा मैले यहाँ फिगरबाट पनि तपाईहरुलाई हेराउन खोजिरहेको छु कि जस्तै हाम्रो सेकेन्डरी ट्रान्समिसन लाइन आयो त्यो सेकेन्डरी ट्रान्समिसनबाट आएको 33 केभी को लाइनलाई हाम्रो ट्रान्सफर्मरको स्टेप डाउन ट्रान्सफर्मरको प्रयोग गरेर हामीले त्यसलाई 11 केभी मा झार्छौं र त्यो 11 केभी विभिन्न किसिमको हाम्रो फ्याक्ट्रीहरु इन्डस्ट्रीजहरु हुन्छ तिनीहरुमा पनि सप्लाई गर्छौं र त्यसको साथसाथै एउटा फेडरलाई ल्याएर फेरि त्यसमा अर्को हामी डिस्ट्रिब्युसन साइडमा त्यो स्टेप डाउन ट्रान्सफर्मर जोडेर 11 केभी लाई 400 भोल्टमा झार्छौं र त्यो 400 भोल्टलाई हामीले के गर्छौं भन्दाखेरि डिस्ट्रिब्युट गर्छौं सेकेन्डरी डिस्ट्रिब्युसनतिर लान्छौं र त्यसलाई हामीले कन्ज्युमरसम्म लोडहरुसम्म पुर्याउँछौं सो यो हाम्रो जुन फिगर हो त्यो भनेको सिंगल लाइन डायग्राम अफ द डिस्ट्रिब्युसन सिस्टम हो यो आई होप तपाईहरुले बुझ्नु भएको होला र अर्को तपाईको सिंगल फेज लोडहरु भनेको के हो भन्दाखेरि जस्तै अब रेसिडेन्टल लोड्सहरु छ त्यसपछि सिंगल फेज मोटरहरु छ 230 भोल्टबाट जुन चल्ने एसी मोटरहरु हुन्छ तिनीहरुलाई कुनै एउटा फेज र न्यूट्रलको बीचमा जोडिन्छ र त्यो मजाले अपरेट हुन्छ है अर्को प्राय जसो सिंगल फेज 230 भोल्ट विद्युत सप्लाई लाइन ग्राहकको स्वीकृति क्षमता अनुसार तपाईको 6 mm स्क्वायर 16 mm स्क्वायर 10 mm स्क्वायर अथवा 25 mm स्क्वायर को कन्सन्ट्रेटिक केबल प्रयोग गरिएको हुन्छ सो जुन हाम्रो 3 फेज को लाइन हुन्छ नि आर वाई बी प्लस न्यूट्रल त्यहाँबाट हामीले सिंगल फेज तान्छौं भने कुनै एउटा फेज र एउटा न्यूट्रललाई लिएर हाम्रो जुन केडब्ल्युएच मिटर इनर्जी मिटर हुन्छ घरमा त्यसमा जडान गर्छौं त्यसमा कनेक्ट गर्छौं सो त्यो कनेक्ट गर्नको लागि जुन वायरको युज गरिन्छ त्यसलाई भनिन्छ कन्सन्ट्रेटिक वायर कन्सन्ट्रेटिक केबल सो त्यो कन्सन्ट्रेटिक केबललाई मेन सर्भिस केबल पनि भन्छ त्यसलाई त्यो कालो तारलाई यसको विभिन्न साइजहरु हुन्छ जस्तै 6 mm स्क्वायर 16 mm स्क्वायर को त्यसपछि 10 mm स्क्वायर को 25 mm स्क्वायर को सो यो हामीले आवश्यकताको हिसाबले हाम्रो घरको लोड कति छ
त्यसको हिसाबले हामीले त्यसलाई सिलेक्सन गर्छौँ। त्यो अब एक्सपर्ट मान्छेले जुन इलेक्ट्रिसियनहरू हुन्छ अलिकति तपाईँको अनुभवी इलेक्ट्रिसियनहरू उहाँहरूले वा ओभरसियरहरूले वा इन्जिनियरहरूले त्यसलाई के गर्छ भन्दाखेरि कुन साइजको लाग्छ त्यसको बारेमा उनीहरूले तपाईँलाई दिन्छ लेखेर यो साइजको ल्याउनु पर्यो भनेर। सो यहाँसम्म आजको हामी राख्छौँ र अर्को क्लासमा अर्को जुन हाम्रो रिमाइनिङ टपिक रहेको छ दुईवटा त्यसको बारेमा हामी फर्दर डिस्कसन गर्छौँ। सो आई होप तपाईँहरूले यो भिडियोबाट तपाईँहरूलाई एकदमै हेल्प भइरहेको छ र तपाईँहरूलाई यदि कुनै किसिमको प्रब्लम भइरहेछ केही बुझ्नु भएन भने तपाईँहरूले मलाई कमेन्ट गर्न सक्नुहुन्छ। सो थ्याङ्क यू फर वाचिङ दिस लेक्चर। ह्याप्पी लर्निङ।